तर गाली पछाडि गर्नु होला साथी। पहिला मेरो एउटा कुरा मात्रै सुनिदिनु होला है। राष्ट्रिय स्वतन्त्र पार्टीमा 2 जना व्यक्तिले राख्दै नराख्नुस्, किनभने भोलि शोभनाले गरे जस्तो गर्ने हुन् तिनीहरू हैन। भोलि यो ठिक भएन, भोलि त्यो ठिक भएन, घरि यो ठिक भएन, यो ठिक भएन भन्छन् तिनीहरू। जब यो तिर्न नसक्नेले 2 जना मात्रै फेरि यति कार्य म अहिले नाम गर्न चाहदैन। नाम गर्न चाहे भने म भोलि अर्को भिडियो लिएर पनि नाम गरिदिन्छु। तर यो अति भयो के यो। मै हुँ ठुलो, मै हुँ, जे गर्नु छ मै गर्छौँ भने जस्तो गरिरहेछन् के 2 जनाले। तर हेर तिमीहरू बस्ने भ्या बस, नबस्ने भ्या तिमीहरू जाऊ, पार्टी छोडेर जाऊ। पहिल्यै साइड लाग्दा हुन्छ है। हामी उभिन्छौँ, एक टुक्क भएर हामी उभिन्छौँ राष्ट्रिय स्वतन्त्र पार्टीमा। जय घन्टी, जय देश, जय नेपाल हामी भन्न चाहन्छौँ। तर 2 जनालाई छिटो साधारण सदस्यबाट हटाउँदा राम्रो हुन्छ है। छिटो भन्दा छिटो हटाइदिनुहोस् ती 2 जना।